हेलो वेलकम ब्याक। स्वागत छ सबैजनालाई मेरो नयाँ युट्युब च्यानलमा अनि नयाँ भिडियोमा। यो चाहिँ मेरो फर्स्ट ब्लग है। योभन्दा अगाडिको त्यो मेरो च्यानल चाहिँ बिग्रिसक्यो भन्दा पनि त्यसमा चाहिँ के भन्छ धेरै मेहनत गरेँ 1.5 वर्षसम्म, तर मेहनत गरेर पनि कामै भएन। त्यो चाहिँ क्राइटेरिया पनि कम्प्लिट गरेँ अनि सब्सक्राइबर पनि कम्प्लिट गरेँ, सबै कम्प्लिट गरेँ। लास्टमा चाहिँ तपाईँको के भयो भनेपछि रियुज कन्टेन्ट आइदियो क्या त्यो आइडीमा। अनि रियुज कन्टेन्ट चाहिँ धेरैचोटि अपिल भिडियोहरू बनाउँदा पनि सल्भ भएन क्या। अनि सल्भ नभएपछि मैले चाहिँ के सोचेँ भनेपछि अब चाहिँ नयाँ आइडी बनाउँछु, नयाँ च्यानल बनाउँछु अनि त्यो च्यानललाई चाहिँ म राम्रो तरिकाले ग्रो गर्छु भन्नेतिर गएर चाहिँ मैले अहिले चाहिँ यो आइडी बनाइरहेको छु। यो आइडी खोलेको छु, नयाँ आइडी है, टोपु भाइ ब्लग। त्यो चाहिँ पहिलाको चाहिँ टोपु भाइ अफिसियल थियो, टोपु भाइ ब्लग मात्रै छ है। अनि यो चाहिँ मेरो नयाँ आइडी। आज चाहिँ म दाङ, मेरो घर चाहिँ दाङ है, दाङ नारायणपुरदेखि हामी चाहिँ प्रज्वल भाइ र म चर्कुदारी जान निस्किँदैछौँ। मौसम पनि यस्तो गरिरहेछ, अब निस्किने भन्ने कुरो भइसक्यो दुई भाइको। हामी रेडी भइसक्यौँ, चट्टा लगाएर निस्किन्छौँ। के हुन्छ कसो हुन्छ बाटोमा है, सबै अपडेट दिने नै छु हजुरलाई। सो भिडियो हेर्नुहोस्, इन्जोय गर्नुहोस् है। चट्टा लगाएर साथ सपोर्ट भन्ने कुराहरू देखाउनु पर्यो हजुरहरूले। हजुरहरूको मायाको एकदमै खाँचो छ मलाई है। त्यो आइडी चाहिँ मेरो त्यस्तै भयो, रियुज कन्टेन्ट भन्यो अनि अपिल भिडियोहरू बनायो भने अपिल भिडियो बनाउँदा अनसपोर्टेड ल्याङ्ग्वेज भनेर अनि त्यो चाहिँ भएन। अनि पछि मैले फेरि पनि अपिल भिडियो बनायो भनिरहेको थियो। 3 चोटि भिडियो बनाएँ, 3 चोटि नै भिडियो बनाउँछम नभएपछि मेरो आइडी रिजेक्ट गरिदियो, मोनेटाइजेसन दिएन। अनि मैले चाहिँ यो आइडी, यो च्यानल आज मात्रै यो भिडियो बनाउँदैछु। सो यो मेरो फर्स्ट ब्लग हुनेवाला छ। सो आजको मेरो फर्स्ट ब्लग कस्तो हुन्छ, सो सबैजनाले हेरौँ। चट लाएर के कस्तो हुन्छ बाटोमा सबै कुराहरू म हजुरलाई देखाउने नै छु है।